आज भदौ महिनाको 13 गते यस्तो बागलुङमा यस्तो पानी परिरहेको छ। ल हेर्नुहोस् है, सब अन्नाकार अँधेरो भएको छ। उयो लागेको छ। ल यो हाम्रो अरेन्जको सुन्तलाको बोट हो। यो एउटा अर्को भयो। यस्तो छ अवस्था आजको। यो हाम्रो बोके मैले यो जङ्गलबाट ल्याएर लगाएको अनि यत्रो भएको छ। यो बोके भन्छ यसलाई। बोका अचार खान हुन्छ। एकदम राम्रो आइटम हो यो बोट। अहिले यत्रो भएको छ। अहिले यो 2-3 वर्षको भयो है। अनि यसको आडीमा छ एउटा अनारको बुटो। अनारको यो बुटो भयो। यहाँ सुन्तला यस्तो फलेको छ है। ल